नमस्कार, मेरो नाम विष्णु कुमार मगर, लेटाङ नगरपालिका वडा नम्बर 1 को वडा अध्यक्ष। आज मिति 2082 साल 2 महिना 12 गतेको दिन राजारानीमा सदाझै फेरि पनि आज फूल रोप्ने कार्यक्रम चलेको छ। यसमा आजको यो फूल रोप्ने कार्यक्रममा सहयोग गर्नुहुने दातार हुनुहुन्छ। लेटाङ 3 किर्तमान बस्ने हाम्रो भोला राई हुनुहुन्छ, अर्को हाम्रो नामले परिचित कालु दाई हुनुहुन्छ, अर्को एउटा नवीन दाई हुनुहुन्छ, अनि हाम्रो विदेशमा बस्ने शर्मिला थापा हुनुहुन्छ लगायत अहिले यहाँ थुप्रो महिला दिदीबहिनीहरू आउनु भएको छ। उहाँहरू महिला भुक्तिनी सहकारीबाट आउनु भएको छ। उहाँहरूले 20वटा गमला र फुलसहित विभिन्न किसिमका प्रजातिका फुलहरू यहाँ आज लिएर आउनु भएको छ र यहाँको गाउँलेहरू पनि सबैजना भेला आउनु भएको छ। यसरी नै फेरि पनि काठमाडौँ टोलबाट पनि हुनुहुन्छ, सबै टोलबाट आउनु भएको छ। फेरि पनि यस्ता कार्यक्रम कुनै दिन उपयुक्त समयमा हामी राख्नेछौँ। यसको लागि कोही इच्छुक सहयोग गर्ने दाताहरू हुनुहुन्छ भने, कोही सहयोगी भावना भएको मान्छेहरू साथीहरू हुनुहुन्छ भने लेटाङभरि देश विदेशमा सम्पूर्णलाई सहयोगको लागि फेरि पनि अपेक्षा गर्न चाहन्छु। यसको लागि सम्पर्क गर्न सक्नुहुनेछ तपाईँहरूले। लेटाङ 1 राजारानी सामुदायिक वनको अध्यक्ष सुजन मगरलाई लगायत मलाई गरे पनि हुन्छ। र आज सम्पूर्ण महिला सहकारी टिमहरू आउनुभएको छ, अन्य साथीहरू आउनुभएको छ, कातीबाट आउनुभएको छ, सम्पूर्ण आउनुभएको छ। उहाँहरूलाई वडा नम्बर 1 तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक विशेष धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद। नमस्कार, म गीता मगर, वडा नम्बर 1 को वडा सदस्य साथै कार्यपालिका सदस्य। आज हाम्रो लेटाङ वडा नम्बर 1 मा रहेको पर्यटकीय स्थल राजारानी यस क्षेत्रमा हामी फूल रोप्ने सर्वदान गर्नका लागि आएका छौँ र हामीले चाहिँ विभिन्न सङ्घ संस्थाबाट र हाम्रो महिला भोगटेनी महिला सहकारी संस्था लिमिटेडबाट पनि 20वटा गमला र 50वटा पल्की र शिरीषको फूल र विभिन्न प्रजातिका फूलहरू ल्याएर रोपेका छौँ र हाम्रो महिला दिदीबहिनी साथीहरू सम्पूर्ण भोगटेनी महिला साकोसका सञ्चालक समिति, लेखा समिति, ऋण समिति साथै शेयर सदस्यज्यूहरू सम्पूर्ण सहभागी हुनुभएकोमा उहाँहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। साथै यस कार्यक्रम आगामी दिनमा पनि विभिन्न सङ्घ संस्थाबाट यस हाम्रो पूर्वकै पर्यटकीय स्थल यस राजारानीमा आएर सर्वदान गर्न र विभिन्न यस पर्यटकीय क्षेत्रलाई सजाउनका लागि विभिन्न तरिकाबाट सर्वदान गरिदिनु हुनका लागि हार्दिक आह्वान पनि गर्न चाहन्छु र सम्पूर्ण श्रमदाताज्यूहरूलाई धन्यवाद दिन। नमस्कार। नमस्कार सम्पूर्णलाई र यहाँनिर हाम्रो वडा अध्यक्षज्यू सबैजना टिम भएर हामी महिला सहकारी संस्थाका सबै टिम भएर हामी यहाँनिर हामी फुल रोप्ने कार्यक्रम भयो र फेरि पनि यहाँनिर यो राजारानी पोखरी हाम्रो वडा नम्बर 1 कै हाम्रो पर्यटकीय स्थल राजारानी पोखरीलाई चाहिँ अझै पनि शोभा बढाइदिनु हुनको लागि अझै पनि इच्छुक हुनेहरूले सहयोग गरिदिनु हुनेछ भन्दै अझै शोभा बढाइदिनु होला। हाम्रो लेटाङ क्षेत्रकै हाम्रो पर्यटकीय स्थल हो हाम्रो यो राजारानी पोखरी भनेको चाहिँ भन्दै सबैजनालाई नमस्कार। सहयोगको अपेक्षा गर्दै सहयोग गर्नुहुनेलाई सबैलाई धन्यवाद। मामा यसको नाम चाहिँ के हो भन्नु त? भान्जी मामा रेखा यहाँ छ, कासमा हाले खुल्छ हैन, अलि यहाँ खुल्छ आलेको। तपाईको चाहिँ आशीर्वाद। अनि कसै उचाइदिनु यसको त महिला दाइले मात्रै निकाल्नु। आउनु न।
थालेको या सो गरी हामी त यसो गरी ला यसले मोल पनि ल्याएछ अनि मोल भन्नुभएको नि तपाईँले मोल उहिले भएन